कति आज 26 फेब्रुअरी आज पनि फेरि चिसो छ घामै लागेन लन्डनमा चाहिँ हिजो अस्ति चाहिँ एकदम घाम लाग्यो आज फेरि घाम लागेन मौसम चाहिँ छिटो चेन्ज हुनु भएर एकदम कति बेला चिसो हुन्छ कति बेला एक्कासी घाम लागेर हिजो है त्यस्तो छ मान्छेहरू बाहिर हिँडेको आज दिउँसो भएर होला क्वाइट छ बाटो पनि त्यस्तो बिजी हुँदैन नत्र यो रोड एकदम बिजी हुने ठाउँ सरी गाइज क्वालिटी पनि कस्तो आइरहेको छ राम्रो आइरहेको होला यति बेला चाहिँ म वेलिङ जाँदैछु चालटुङबाट त्यो सानो काम छ त्यही गर्नलाई म चाहिँ एकदम नयाँ हो यो भ्लगिङ हो कि के हो आई डोन्ट नो भिडियो बनाउने चाहिँ खासमा चाहिँ किन गर्न थालेको भन्दाखेरि चाहिँ धेरै यताउता हिँडिरहने अनि त्यसपछि मसँग एउटा क्यामेरा पनि थियो अनि त्यसलाई चाहिँ गाडीमा सेटअप गरेँ अनि यसले चाहिँ भिडियोहरू खिच्ने राम्रो खिच्छ जस्तो लाग्छ है मलाई चाहिँ अनि एउटा कुरा चाहिँ मेमोरी हुन्छ पछि भनेर मैले चाहिँ यति हिँड्दाखेरि अब हिँडिरहेको हुन्छ एकछिन खिच्यो भने पनि मेमोरी हुन्छ पछि हेर्नलाई भनेर चाहिँ मैले अब धेरै जसो भिडियो खिच्ने निर्णय गरेँ अनि म यता युट्युब फेसबुक च्यानल पनि खोलेँ अनि त्यता पनि राख्छु भिडियो है अनि एकछिन अरू एक्स्ट्रा एक्टिभिटिज आफ्नो काम बाहिर एक्स्ट्रा एक्टिभिटिज पनि हुन्छ अलिकति त्यसले अलिक रमाइलो हुन्छ भनेर हो है पुलिस हो कि डक्टर आइरहेछ सो बाटो छोडिदिनु पऱ्यो यहाँ चाहिँ इमर्जेन्सी भेहिकललाई चाहिँ अलिकति हामी जहाँ पनि साइड दिनुपर्छ नेपालमा भयो भने इन्डियामा भयो पनि अथवा युके अमेरिका जहाँ भयो पनि इमर्जेन्सी भेहिकललाई चाहिँ हामीले साइड छोडिदिनुपर्छ त्यो चाहिँ सबै नागरिकको ड्युटी हो पछाडिबाट एम्बुलेन्स आइरहेको छ बाटै नसोधेर बिचमा अड्लिनु चाहिँ मिलेन इथिकल भएन अगाडि के बोगा कन्स्ट्रक्सन नेपाली समर लाग्न थाल्यो अब कन्स्ट्रक्सनको मान्छेहरू बाहिर निस्किन्छ लङ आवर काम गर्नुलाई नोइज डिस्टर्ब चाहिँ एकदम आउँछ होला क्या यो गाडीको होला अब त्यस्तो लग्जरी गाडी पनि होइन एकदम आवाजै नआउने खालको त्यस्तो भयो भने त अझै राम्रो आउँथ्यो तर अब यसमा साउन्डहरू चाहिँ आउँछ जस्तो छ खै यो इन्जिनको साउन्ड होला यो भिडियो हिजो एउटा भिडियो सुट गरेको थिएँ आज अर्को यो दोस्रो भिडियो यसमा हेर्दाखेरि अब थाहा हुन्छ कस्तो आउँछ साउन्ड भनेर अनि यो जान पर्दैछ मैले सिग्नल दिन्छु मेमोरी चाहिँ एकदम 4K चाहिँ मेमोरी धेरै खान्छ जस्तो लाग्छ एकदम घामै लागेन आज घाम लाग्यो भने चाहिँ अलि रमाइलो लाग्छ यहाँ विदेश बस्नलाई चाहिँ नेपालमा चाहिँ घाम बरु लाग्छ काठमाडौँमा त जहिले नि घाम लाग्छ त्यो एकदम राम्रो हो यहाँ विदेश बस्नलाई त हामीलाई त घामै ठुलो छ है काठमाडौँ एकदम राम्रो चाहिँ जे भए पनि आफ्नो देश हो होइन घाम चाहिँ सधैँ लाग्ने कि जति जाडो भए पनि कति वर्ष 10 वर्ष काठमाडौँ बसेँ तर त्यहाँ चाहिँ घाम सधैँ घाम लाग्थ्यो त्यो राम्रो बाटो रहेछ विदेशमा आउँदा थाहा भयो अब यहाँ घामै लाग्दैन जस्तो छ अरू कुरामा विकसित भएर के गर्ने नेचुरल कुरामा त हाम्रो देशमा पनि छ त्यस्तो केही नभएको चाहिँ होइन कतिपय कुरा त यहाँभन्दा उहीँ राम्रो छ पार्क हो यो राइट साइडको पार्क मान्छेहरू यहाँ जगिङहरू गर्न आउँछन् धेरै आउने दौड्ने रनिङ सनिङ गर्ने यताउता अनि कुकुर लिएर हिँड्छन् यहाँको मान्छे एकदम धेरै कुकुरहरूलाई वाकमा लिएर जाने त्यस्तो छ साइक्लिङ आयो साइक्लिङ आउँदाखेरि चाहिँ हामी एकदम ख्याल गर्नुपर्छ होइन किनकि दुईतिर यतापट्टि उ छ त्यसलाई प्यानिक गराउनु हुँदैन बिस्तारै लगे होइन यहाँ अलि ठाउँ थियो अब चाहिँ यतापट्टि लगे सुटर्स हिल भन्ने हो यो चाहिँ ग्रिनिजको वरपट्टि अलिकति अग्लो ठाउँ छ यहाँबाट चाहिँ फर्किने बेलामा अहिले म भिडियो गर्छु होला एउटा फर्किने बेलामा चाहिँ यहाँबाट चाहिँ लन्डन चाहिँ रातिमा चाहिँ एकदम राम्रो देखिन्छ लन्डन आईहरूदेखि लिएर सबै राम्रो देखिन्छ यहाँ चाहिँ त्यस्तो छ एउटा मेमोरी कार्ड चाहिएको छ मलाई मेमोरी कार्ड र उसमा राख्ने के अरे त्यो ल्यापटपमा राखेर अपलोड गर्नलाई केबलले गर्दाखेरि धेरै स्लो हुन्छ जस्तो लाग्यो खै के हो
कतिपय कुरा थाहा हुँदैछ, रमाइलो पनि लाग्दैछ मलाई त। खै किन हो यताउता है भिडियो बनायो राख्यो। ऊ ओकाडो, म यो कम्पनीमा पनि काम गरेको पहिला। ऊ साथीहरू यहाँ हेर, म्याथ साइन्स ट्युटर, यो म्याथ साइन्स ट्युटर ट्युसन पढाउनलाई चाहिँ 80 पाउन्ड 3 आवरको राम्रो छ। टिचरहरू पढाउन सक्नलाई चाहिँ है त्यस्तो देखिरहेको हुन्छु बिहानमा। यहाँको बच्चाले म्याथ साइन्स पढाउँछन् नि त, पढाउनलाई चाहिँ राम्रो पैसा। 3 घन्टाको 80 पाउन्ड भनेको नट ब्याड, राम्रो पैसा हो। शिक्षकलाई केही न केही त हुनु पऱ्यो, बिचरा पढाउँछन्। हाम्रो देशमा पनि यति धेरै शिक्षकहरू पढाउँछन्, अलिकति उनीहरूलाई पनि हेर्दै त हुन्थ्यो सबैले। त्यही टिचरले पढाएको विद्यार्थी कहाँ कहाँ पुगेर कस्तो पैसा कमाउँछन्, सक्सेसफुल भन्छन् होइन। टिचरहरूलाई बिचरा स्यालेरी नै छैन भए त्यस्तो गर्नु हुँदैन, उनीहरूलाई पनि दिनु पऱ्यो भन्ने। अब फेरि विदेशमा बसेर नेपालको फर्म पनि भयो नि। यहाँको रुख साइडको रुख काटेर राम्रो बनाएछ। यो लेफ्ट साइडमा चाहिँ गल्फ खेल्न आउँछ। हाम्रो काठमाडौँको के अरे एयरपोर्ट नजिक छ नि एउटा गल्फ कोर्स, त्यस्तै। एकजना हाम्रो साथी हुनुहुन्छ यहाँ, उहाँले सामान किन्दै हुनुहुन्छ अरे, त्यहीँ गएर उहाँलाई रिसिभ गरेर एउटा सानो काम छ, हामी त्यो कामतिर लाग्ने हो आज। हप्ताको 2-3 दिन बिदामा चाहिँ म फुल फुल्न सुरु गरेँ। मेन भनेको अब स्प्रिङ आयो भन्ने बुझिन्छ यसपछि। अब लन्डनमा फुल फुल्न सुरु गर्यो। नत्र यहाँ चाहिँ जाडोमा चाहिँ रुखमा एउटा पात हुँदैन। उयो अगाडिको रुख देख्नुभयो नि, यसमा एउटा पनि पात छैन, सबै पातहरू झरेर केही छैन। अब यसमा चाहिँ बिस्तारै अब हरियो पातहरू बनाउने राम्रो हुन्छ। तले बसमा सरल मान्छेहरू पनि त्यति बिजी छैन। दिउँसोको टाइम भएर होला, अहिले कति 11 बज्यो। खाली छ रोड पनि, रोड खाली। अनि मान्छेहरू पनि फोन आयो मलाई आउन चाहिँ, त्यो पुग्नुपर्ने छ अब मलाई रिसिभ गर्नलाई। त्यहाँबाट सिधै गयो। 7 मिनटको ब्लग भइसकेछ। म वेलिङ पुग्न थालिसकेँ। अलिकति कति छिटो क्विकली हुने रहेछ। 5-7 मिनटको भिडियो बन्छ, 7 मिनटको भिडियो अपलोड गर्नलाई कति बेर लाग्छ है। त्यही भएर मैले यसलाई चाहिँ यहीँ एन्ड गरिदिन्छु। अनि अर्को भिडियो अहिले यसलाई चाहिँ अपलोड गर्नुपर्छ, अर्को भिडियो खोज्नुपर्छ। सी यू गाइज है, अर्कोमा फेरि गरौँला। रेड भयो।